नमस्कार, म सौरभ प्रधान स्वागत गर्दछु तपाईँलाई मेरो नयाँ च्यानलमा। यो च्यानलको नाम छ क्ल्यारिटी गिभर फ्रम कालिम्पोङ। सो आई थिङ्क इन दिस टाइम एन्ड एज कतिवटा चिजहरू सोसियल मिडियामा चलिरहेको छ एन्ड सो मच कन्टेन्ट इज बिङ कन्ज्युम बाई पिपल। कति राम्रो छ, कति नराम्रो छ, अन्त जसले जे गर्दैछ त्यो आफ्नो आफ्नो लेभलमा ठिकै छ। बट आई थिङ्क द मेन थिङ मिसिङ आई हेभ फाउन्ड ग्याप इन दिस कि एउटा फाइनेन्सियल अवेरनेसको बारेमा च्यानल छैन। नो वान इज टकिङ अबाउट मनी, नो वान इज टकिङ अबाउट बिजनेस, नो वान इज टकिङ अबाउट अनइम्प्लोइमेन्ट, नो वान इज टकिङ अबाउट हाउ टु मेक थिङ्स राइट, कसरी के गर्नु, कसरी यो गर्नुपर्छ। आई थिङ्क द क्ल्यारिटी इज नट देयर, यु नो। अ लट अफ मोटिभेसनल च्यानल्स आर बिङ मसरुम्ड यहाँदेखि त्यहाँसम्म आई थिङ्क। बट मेन बेसिक आइडिया कि कसरी के गर्ने एउटा बाटो देखाउने सायदै केही थिएन मिडियम। सो दिस च्यानल हेज बिन स्टार्टेड अन द्याट मोटिभ। इन्टेन्सन एकदम राम्रो छ, गर्नु लागि एउटा कन्टेन्ट एउटा प्योर एजुकेसनल छ। योसँग एकदम युथहरूलाई पुरा राम्रो राम्रो कन्टेन्टहरू पाउनेछ एन्ड दे विल बेनिफिट फ्रम दिस। नट जस्ट युथ, एउटा एजेड पर्सन फ्रम 20 to 40 एउटा बिचमा हुन्छ। वाट एभर मे बी देयर, आई थिङ्क रिलेसनसिप, youth, money, investment, be or any other thing, you know, those kind of content will be discussed. So channel एउटा ब्रिफमा छ, एभ्री डे नयाँ नयाँ टपिक हुन्छ। सो मेनली जो चिज अहिलेसम्म डिस्कसन भएको छैन, यु नो, क्वालिटी अफ कन्टेन्ट सुड बी देयर। सो त्यही मोटिभमा आएको हो। अन्त क्वालिटी लाइक कस्तो हुनुपर्ने त्यो पनि एउटा टपिकहरूमा वेल रिसर्च छ। सो आई थिङ्क अब यो सो आई सी अ लट अफ पिपल गोइङ इन डेप्थ, यु नो, कोही बाँकीमा चलिरहेको छ, कसको इएमआई बााउन्स भइरहेको छ, कसले लोनमा डिफल्ट भइरहेको छ, बिकज दिज आर फ्रम माइनर मिस्टेक जो आफूलाई थाहा हुँदैन। कतिवटाको फाइनेन्सेस आई सी पिपल आर ह्याभिङ अ लट अफ प्रब्लम, यु नो। कसले यहाँ पैसा हालिरहेको छ, कसले त्यहाँ हालिरहेको छ, कसले यहाँबाट निकाल्दैछ, के भइरहेको छ, कहाँ अड्किरहेको छ। बिकज आई थिङ्क द नलेज, त्यो नलेज भयो नि मान्छेलाई, देन दिस थिङ्स वुड नट हेभ बिन देयर। सो आई थिङ्क अ लट अफ टपिक द्याट निड्स टु बी डिस्कस्ड। नेक्स्ट मेरो एउटा एपिसोडमा आउँदैछ कि इट्स अबाउट म्युचुअल फन्ड, यु नो। आजकल एसआइपी बहुत चलिरहेको छ, त्यो एउटा एसआइपीको पनि दामी भिडियो आउँदैछ हो। त्यहाँदेखि यति भन्दै अब म मेरो यो सानो भिडियो इन्ट्रोडक्सन यसरी राख्दैछु। सो प्लिज काइन्डली लाइक एन्ड सब्सक्राइब अगर तपाईँले चाहनुहुन्छ भने यस्तो टपिकहरूमा यो गर्नु छ, डिस्कसन गर्नु छ भने। एन्ड इफ एनी तपाईँहरूको पनि केही चिज छ टपिकमा जो भिडियो बनाउनुपर्छ, सो आई विल मेक डु अ लट अफ रिसर्च एन्ड कम ब्याक, यु नो, विथ मजाले क्ल्यारिटीसँग। सो आजको लागि यहीँ राख्दै म तपाईँहरूसँग बिदा लिँदैछु। थ्याङ्क यू।